सो फिफा वर्ल्ड कप 2026 को दुईटै सेमी फाइनलिस्ट हाम्रो समक्ष आइसकेका छ, जहाँ एकपट्टि छ नापोलियनको भन्दा पनि एकदम बबल अट्याकिङ पावर भएको फ्रान्स एन्ड त्यही अट्याकिङ पावरलाई रोक्नलाई बनाएको माइटी ग्रेट वाल अफ चाइना जस्तै स्पेन। अब यो दुईटा त एकदम राम्रो भइहाल्यो होइन, बट अर्कोतिर जुन टिमहरू छ, ओ माई गड, आई डोन्ट नो, तिनीहरू आउँदा आउँदै बाटोमा कति ठाउँमा टायर पञ्चर भएर इन्जिन फेलियर भएर तिनीहरू आइपुग्न त आइपुग्यो, बट कसरी आइपुग्यो तिनीहरू आफैलाई पनि पत्तो छैन। एन्ड फर द फर्स्ट टाइम इन फिफा वर्ल्ड कप हिस्ट्री भएको जति चारैवटा सेमी फाइनलिस्ट चाहिँ फिफा ऱ्याङ्किङको टप 4 टिमहरू आएको छन् होइन, जसमा दुईवटा टिम त हामीले कुरा गरिहाल्यो होइन, स्पेन र फ्रान्स एकदम राम्रो खेलिरहेछ एट द मोमेन्ट। बट अर्को साइडको बाँकी दुईवटा टिम तिनीहरूले भएको जति तिनवटै गेमहरूमा, जुन नकआउट स्टेजको तिनटै गेमहरूमा सर एउटा पनि म्याचमा क्लिन चिट राखेको छैन। एन्ड भएको जति तिनटै गेमहरू एकदम क्लोज मार्जिनको, मतलब मोमेन्ट अफ इन्डिभिजुअल ब्रिलियन्स। कहिले त इङ्ल्यान्डको लागि ह्यारी केनले एकदम राम्रो खेलेर जिताइदिएको छ, कहिले मतलब जुडले खेलाइदिएको छ। अब यता अर्जेन्टिनाको त वी अल नो सबै जे भइरहेछ मेस्सीले गर्दा भइरहेछ। बट आज अ फर्स्ट टाइम जब अल्भारेज र मार्टिनेजको ओपन प्लेमा गोल आएको थियो, बाइ द वे यत्रो 5-6वटा जति गेम भइसक्यो वर्ल्ड कपभरि, अर्जेन्टिनाको स्ट्राइकरले फर्स्ट टाइम ओपन प्लेमा गोल हानिरहेको थियो आज। त्यो देखेर यति खुसी लागेको थियो, त्यो पनि जुन मोमेन्टमा आएको थियो, जुन ब्याङ्गर आएको थियो, ओ माई गड। सबभन्दा सुरुमा त अर्जेन्टिनाको बारेमा कुरा गरौँ होइन। यो अब टुर्नामेन्टभरि सेमी फाइनलिस्ट भइसक्यो आज होइन, स्विजरल्यान्डलाई हराएर। विथ अल ड्यु रेस्पेक्ट टु स्विजरल्यान्ड होइन, तिनीहरू टप 20 टिम भए पनि अझसम्म अर्जेन्टिनाले त्यति एकदम टप लेभलको टिम फेस गरेको छैन, जुन चाहिँ एकदम नराम्रो कुरा पनि हो। किन भन्दाखेरि अब सानो सानो टिमहरूको के हुन्छ, तिनीहरू दे नो कि तिनीहरू त्यति अफेन्सिभली त्यति थ्रेट हुँदैन, त्यही भएर तिनीहरू एकदम सिट ब्याक गरेर खेल्छन् होइन। एन्ड इन केस अफ स्विजरल्यान्ड तिनीहरू त सिट ब्याकको मतलब जुन हरामबलको पनि फाइनल बोस हो जस्तो लाग्छ होइन। गोलकिपर एकदम राम्रो छ कोबेल होइन, एकदम राम्रो राम्रो सेभहरू गर्न सक्छ। मेसीको एकदम 1v1 जुन चाहिँ अनसाइड थियो जस्तो लाग्छ मलाई होइन, त्यो पनि एकदम मजाले सेभ गर्दै होइन। मिडफिल्डमा छ ग्रेनिट झाका, जो चाहिँ सन्डरल्यान्डसँग एकदम टप लेभलको फुटबल खेलिरहेछ। योपालि युरोपियन कपको लागि पुर्याएको छ होइन सन्डरल्यान्डलाई। एन्ड त्यसपछि फरवर्ड लाइनमा एन्डोए, त्यसपछि एम्बोलो। एनिवेज जुन हिसाबले स्विजरल्यान्डले फुटबल खेलिरहेको थियो होइन, मतलब तिनीहरूको जुन काउन्टर प्रेसिङ थियो, जसरी मतलब बल एकदम इन्टेन्सिटीले जुन प्रेस गरिरहेको थियो होइन, एकदम स्पेस दिएको थिएन अर्जेन्टिनालाई अलिक क्रिएट गर्न, बढी पोजिसन राख्नलाई। एन्ड अर्जेन्टिनाले त्यो सुरुमा मेसीको कर्नरबाट गोल नआएको भए, जुन म्याकालिस्टरले हेडर हान्यो होइन, अर्जेन्टिनाले झन् बढी सफर गर्नेवाला थियो। एन्ड विथ द्याट असिस्ट मेसी भन्छ वर्ल्ड कप भरिकै सबभन्दा बढी असिस्ट प्रोभाइडर, जुन चाहिँ भएको जति सबै 10वटै असिस्ट डिफ्रेन्ट प्लेयरलाई आएको छ। एकदम क्रेजी। एक त आजभोलि त हरेक म्याचमा हेर्ने बेला यसो आँखा चिम्लेर आँखा एकचोटि खोल्छु होइन, मेसीले केही न केही नयाँ वर्ल्ड रेकर्ड त बनाइसकेको छ होइन। बट त्यो एउटा कुराले मात्र चल्दैन होइन, जुन हिसाबले अर्जेन्टिनाले खेलिरहेछ होइन, स्पेसली डिफेन्सिभली इट्स टेरेबल। थ्याङ्क गड कि क्युटी रोमेरो र मार्टिनेज जस अहिले एकदम राम्रो खेलिरहेछ, मतलब दे आर पर्फर्मिङ एट द टप लेभल होइन। मतलब तिनीहरूले क्या इम्पोर्टेन्ट ब्लकहरू बनाइरहेछ, काउन्टर अट्याक हुन दिएको छैन। आज एउटा धेरै ट्याकलहरू मारिरहेको थियो होइन, लास्ट माइन ट्याकलहरू पनि एकदम राम्रो मारिरहेको थियो होइन। धेरै मिस्टेक पनि गरिरहेको थियो कि अर्ली मिनटमा गोल आयो, जब 6-7 मिनटमा मेसीको कर्नरबाट गोल आयो होइन। त्यसपछि के गर्छ, तिनीहरू अगाडि फुटबल खेल्न छोडेर एकदम डिप बसेर फुटबल खेल्छन् होइन। तिनीहरू एकदम टिकी-टाका 1-2टा पासेस 1-2 वाला पासेसहरू टर्ने थियो, जसमा मिस पासेसहरू धेरै भइरहेको थियो। त्यसले काउन्टर अट्याकमा लिड गरिरहेको थियो होइन स्विजरल्यान्डले। थ्याङ्क गड कि स्विजरल्यान्ड त्यति अट्याकिङ टिम होइन, किनकि तिनीहरूले कोलम्बियाको अगेन्स्ट पनि 130 मिनट खेल्यो होला होइन, मतलब एक्स्ट्रा टाइम सबै शुद्ध गरेर होइन। फर्स्ट 31 मिनटसम्म तिनीहरूले एउटा सट हानेको थियो, बाँकीको जुन 100 मिनट जति छ नि, 0 सट। मतलब केही चान्स क्रिएट गर्ने त्यस्तो केही खतरनाक टिम त होइन होइन। हिजो आज बिहान पनि त्यति क्रिएट त गरेन, एउटा गरेको थियो जुन चाहिँ गोल हाने तिनीहरूले होइन। इट वाज नाइस गोल, बट आई डोन्ट नो यार, इमे मार्टिनेजले अलिअलि सेभहरू त बनाएको छ, बट त्यति कन्भिन्सिङ सेभ, मतलब जस्ट लास्ट वर्ल्ड कपमा जति म्याच डिसाइड गर्नेसम्मको सेभहरू थियो त्यति छैन योपालि होइन, जुन चाहिँ एकदम नरमाइलो लागिरहेछ। बट स्टिल जुन हिसाबले अर्जेन्टिनाले खेलिरहेछ, तिनीहरू लकको भरमा मात्र आइपुगेको छ। एन्ड आम अनेस्ट एन्ड अलिअलि स्कलोनीको गेम म्यानेजमेन्टमा पनि आई डोन्ट नो क्वेसन गर्न लायकको केही छ पनि जस्तो लाग्छ होइन। जुन लास्ट इजिप्टको अगेन्स्ट जुन लाइनअप थियो, त्यो लाइनअपले त्यति राम्ररी काम नगरेको देख्दै पनि फेरि सेम लाइनअप खेलायो होइन। डिपल अहिले आई डोन्ट नो यार, मतलब अलिअलि प्रब्लम त आइरहेछ। केटोले पनि धेरै मिस पासेसहरू सबभन्दा बढी खेली त्यही छ जस्तो लाग्छ होइन, धेरै प्रब्लम आइरहेछ। आई होप कि फिक्स गर्न टाइम त हुनुपर्ने हो अझै होइन, किनकि क्वालिटी प्लेयर छ, एक्सपिरियन्स प्लेयर। बट यार जुन गोल आएको थियो अल्भारेजको, ओ माई गड, वाट अ वे टु स्कोर फर्स्ट गोल एट दिस वर्ल्ड कप यार। मतलब के आश मरिसकेको थियो यार, मतलब के आश बाँकी थिएन। जुन हिसाबले स्विजरल्यान्डले पेलिरहेको थियो, थ्याङ्क गड कि त्यो रेड कार्ड एम्बोलोलाई कहाँनिरबाट एक्कासी ग्राउन्डमा माछा देखेर त्यो माछा तिम्नलाई डाइभ हान्न जाँदाखेरि केटोले रेड कार्ड पायो होइन, थ्याङ्क गड।
त्यति नभएको भए अर्जेन्टिना आज सेमी फाइनल पुग्नेवाला थिएन। लेट्स बी अनेस्ट यार। एन्ड इभन आफ्टर 1 म्यान डाउन जुन हिसाबले सेटब्याक गरेर बसेका थिए तिनीहरू होइन, केही मतलब केही यसो मतलब एकदम खतरनाक लेभलको चान्स क्रिएट गरेर अर्जेन्टिनाले गोल हान्छ भनेर त बिर्सिसकेको थिएँ। मैले त बिर्सिसकेको थिएँ। थ्याङ्क गड कि अल्भारेजले कहाँबाट मतलब डिबक्स बाहिर बल लिगेर जुन टप कर्नरमा कर्भ गरेर बल हानेछ। ओ माई गड यार, मजा आयो। थ्याङ्क गड कि वर्ल्ड कपभन्दा अगाडि हाम्रै मतलब सेमी फाइनलभन्दा अगाडि हाम्रो दुइटै स्ट्राइकरले गोल हान्यो। त्यही भएर कन्फिडेन्स बुस्ट गरेर केही न केही त मतलब अलिअलि अलिअलि होप आइसकेको छ। बिना मेसी पनि अलिअलि केही हुन सक्छ जस्तो होप आइसकेको छ। बट इङ्ल्यान्ड अन दि अदर ह्यान्ड यार, आई नो जस्तो अर्जेन्टिनाको हालत छ त्यस्तै छ, बट इङ्ल्यान्डसँग के चाहिँ स्क्वाड डेप्थ अलिक बढी छ, अर्जेन्टिनाको कम्पेयरमा धेरै नै बढी छ। तिनीहरूसँग स्ट्राइकर बेटर छ, ह्यारी केन जुन हिसाबले खेलिरहेको छ यो सिजन होइन। विङ्गरहरू ओके, साका छ एकपट्टि अलिअलि चान्स क्रिएट गर्छ, यता गोडनले असिस्टमा असिस्ट दिइरहेको छ हरेक म्याचमा। जुड बेलिङम जुन फर्ममा खेलिरहेछ होइन, केटो गोल आफ्टर गोल 6 गोल हानिसक्यो होइन। फर्स्ट एभर मिडफिल्डर टु स्कोर 6 गोल इन अ सिङ्गल वर्ल्ड कप होइन। केटोको फर्स्ट वर्ल्ड कप हो, केटो फर्स्ट टाइम मेसीको अगेन्स्ट खेल्नेवाला छ होइन, जुन चाहिँ एकदम मजा आउनेवाला छ। जहाँसम्म लाग्छ केटो आइडल थियो, मेसी आइडल थियो मडी डाउनभन्दा अगाडिसम्म, त्यही भएर हेर्न एकदम मजा आउनेवाला छ होइन। बट नर्वे यार, यु हेभ टु गिभ फुल क्रेडिट टु द्याट टिम यार। तिनीहरूले जुन गरेको छ यो वर्ल्ड कपमा होइन, एन्ड आज अलिअलि सर्लत र आई डोन्ट नो, सर्लतलाई त त्यो ब्लेम गर्नु छुट्टै छँदैछ होइन, त्यो पास नखेलाएको भएर। बट हाल्यान्ड पनि आज यार आई डोन्ट नो, केटो स्टार्टिङ मिनटबाट नै एकदम टायर्ड फिल गरिरहेको थियो। एक त 40 डिग्री सेल्सियसमा गेम भइरहेको थियो, आज एकदम हट टेम्परेचर थियो होइन, त्यही भएर अलिक गाह्रो भएको पनि होला। बट सर्लत यार, त्यो असिस्ट दिइदिएको भए 2-0 को लिड हुन्थ्यो, और 2-1 को लिड हुन्थ्यो अगाडि नै, टिम एकदम छुट्टै लेभलमा पुग्थ्यो। एन्ड जुड बेलिङम यार क्या खेलेको छ। फर्स्ट हाफ त मतलब इङ्ल्यान्डले फुल डोमिनेट गरेको थियो होइन पोजिसनमा पनि। एन्ड जब सेकेन्ड हाफ सुरु भएको थियो, नर्वे तिनीहरू एकदम मजाले भएको चाहिँ सबै पोजिसन लिएर इङ्ल्यान्डलाई डोमिनेट गर्नेतिर गइसकेको थियो होइन। एन्ड गेम पुरा 90 मिनटसम्म तानेर लगेर पनि एक्स्ट्रा टाइममा गइसकेको थियो। एन्ड सब्स्टिट्युसनहरू एकदम नराम्रोहरू पनि थियो, टुखेलको पनि होइन। जब तिनीहरूले रोजरलाई लिएर आए त्यसपछि मात्र एउटा सर्ट हानेर रिबाउन्डमा गोल आएको थियो होइन, जुन चाहिँ एकदम बवाल गोल थियो। नत्र सेकेन्ड हाफमा केही गेममा कन्ट्रोल थिएन इङ्ल्यान्डको पनि। गेममा कन्ट्रोल त थियो नर्वेको, बट आई डोन्ट नो हल्यान्ड आई डोन्ट नो हिजो त्यसलाई के साँढे साथी लागेको थियो, त्यही भएर चाहिँ मजाले खेल्न सकेन होइन। अब इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना हुनेवाला चाहिँ सेमी फाइनलमा, जुन चाहिँ वर्ल्ड कपको हिस्ट्रीमै 5th टाइम हुँदैछ। सेमी फाइनलमा त होइन, एक आपसमा फेस गर्ने 5th टाइम हुँदैछ। कहिले क्वार्टर फाइनलमा, कहिले राउन्ड अफ 16मा, कहिले सेमी फाइनलमा पनि त्यो म्याराडोनाको ह्यान्ड अफ गडवाला गोल, त्यो आङ्कारा मेसी जस्तै त्यो ड्रिबलिङ जुन गोल थियो, त्यो पनि इङ्ल्यान्डको अगेन्स्टमै आएको थियो होइन। अनि अर्जेन्टिना र इङ्ल्यान्ड 5 चोटि एक आपसमा फेस गर्दाखेरि इङ्ल्यान्डले 3 चोटि र अर्जेन्टिनाले 2 चोटि जितेको थियो। एकचोटि ड्र भएर अर्जेन्टिनाले पेनाल्टीमा जितेको थियो होइन त्यही म्याच। बट यार यो म्याचमा के हुन्छ कसैले केही पत्तो छ जस्तो चाहिँ लाग्दैन मलाई यार, किनकि दुइटै टिमको पर्फर्मेन्स त्यति कन्भिन्सिङ छैन। दुइटै टिम इन्डिभिजुअल ब्रिलियन्समा एकदम रिलाइ गरेर बसिरहेछ होइन। आई नो अब त्यस्तो इन्डिभिजुअल ब्रिलियन्स अलिक बढी आउने चान्स इङ्ल्यान्डमा छ, किनकि दे हेभ मोर ट्यालेन्टेड प्लेयर कम्पेयर टु अर्जेन्टिना। बट जुन हिसाबको अर्जेन्टिनाको टिममेटहरूले जसरी मेसीलाई यो वर्ल्ड कप जिताउँछु भनेर लागि परेको छ, आई डोन्ट नो यार, मतलब अलिअलि होप त बाँकी छ यार। एन्ड जब स्कोलोनी जस्तो म्यानेजर छ, टप लेभलको इन्टरनेसनल म्यानेजर, मेबी वान अफ द बेस्ट इन्टरनेसनल म्यानेजर अफ अल टाइम होइन, इन माई ओपिनियन, केटोले केही न केही फिगर आउट त गर्ला। किनकि बेन्चमा त अप्सन छ, अझसम्म निको प्याजलाई त्यति मजाले खेलाइसकेको छैन होइन। केटोलाई सोद्धा पनि हामी अब म्याच आफ्टर म्याच कुन म्याचमा कस्तो प्लेयर चाहिन्छ त्यही हिसाबले खेलाउँछ, त्यस्तै भन्दै थियो होइन। बट यार आई थिङ्क नेक्स्ट म्याचमा डिपलको ठाउँमा निको प्याजलाई लिएर आयो भने मेबी बेटर हुन्छ, किनकि वी अल नो कि मेसीको जति पनि आउटपुट अलि राम्रो आइरहेछ। एक त जसरी सिटब्याक गरेर 3-4 जना बसेर खेलाएको हुन्छ, त्यही कारणले नै होला होइन। अब इङ्ल्यान्डको अगेन्स्ट त अब दुइटै अट्याकिङ टिम, टप लेभलको टिममा अझसम्म मेसीले इङ्ल्यान्डको अगेन्स्ट एउटा पनि म्याच खेलेको छैन होइन। त्यही भएर अलि त्यो स्पेस अलि बढी पाउला र अलि मेसीले नै एज अ अट्याकिङ मिडफिल्डरै अलि राम्रो खेलाउला भन्ने हो होइन। बट यदि त्यस्तो भएन भने मेसीलाई विङमा झार्नै छ भने चाहिँ निको प्याजलाई एज अ नम्बर 10 एज अ क्याम खेलाएर एकदम म्याक्सिमम लिएर आउन सकिन्छ है। टिममा इम्प्रुभ गर्ने एकदम ठाउँ छ होइन। अपार्ट फ्रम द्याट फुलब्याक पनि त्यति कन्भिन्सिङ त छैन, मोलिनाले पनि त्यति राम्रो खेलाएको त छैन। एक त मोलिनाको जुन इमिलियानो मार्टिनेजले मोलिनाले डिस्ट्रिब्युट गरिरहेको थियो आज एकदम टप लेभलको थियो, त्यो चाहिँ एकदम राम्रो थियो त्यो चाहिँ होइन। त्योभन्दा बाहेक यार इट डिपेन्ड्स यार, त्यति कन्भिन्सिङ छैन अर्जेन्टिनाको म्याच पनि।
आई रियली होप कि अर्जेन्टिनाले फाइनल खेलोस्, किनकि अझसम्म अर्जेन्टिनाले हिस्ट्रीमा एउटा पनि सेमी फाइनल हारेको छैन। हरेक पालि 6 चोटि सेमी फाइनल पुगे एन्ड 6 नै चोटि फाइनल खेलिसकेको छ होइन। एन्ड मेस्सीले पनि 4 चोटि, यसो त अब 4 वर्षमा लगालग 4 वटा वर्ल्ड कपमा 3 चोटि सेमी फाइनल खेल्दैछ। 2टा फाइनल त खेलिसक्यो, एउटा जित्यो एउटा हार्यो होइन। आई होप कि तेस्रो फाइनल पनि खेलोस्, एकदम मजा आउँछ, किनकि प्लेयर लाइक हिम एकदम ही डिजर्भ्स इट यार, ही डिजर्भ्स इट। एकदम ह्याप्पी इन्डिङ, आई नो ह्याप्पी इन्डिङ त भइसक्यो, बट स्टिल लास्ट म्याचमा आई नो यो पछि अब के खेल्नेवाला छैन, लास्ट म्याचमा प्लिज यार वर्ल्ड कप जिताइदियो यार, प्लिज यार। फाइनल त एटलिस्ट फाइनल त खेलोस् यार, किनकि थर्ड प्लेसको म्याचमा मेस्सी खेल्नेवाला छैन। त्यही भएर लेट्स होप कि अर्जेन्टिनाले फाइनल खेलोस्, बट जुड बेलिङहमले जसरी खेलिरहेछ होइन, ही हेज बिन द सेकेन्ड बेस्ट मिडफिल्डर, वान अफ द बेस्ट, मेबी फर्स्ट म्याच, किनकि अब आई नो अब एज अ मिडफिल्डर जुड बेलिङहम इज नट द्याट गुड एज अ मिडफिल्डर, बट जब गोल आउँछ, गोलले भएको जति सबै सिनारियो चेन्ज गरिदिन्छ होइन। रोड्री एकदम बबाल खेलिरहेछ, बट रोड्री पछिको जुन मिडफिल्डर एकदम बबाल खेलिरहेछ यो वर्ल्ड कपमा, इट्स जुड बेलिङहम। एन्ड जुड बेलिङहमलाई रोकेर केही गर्न सक्यो भने देयर इज अ चान्स यार। सो यार त्यतिखेर भेटौँला यार, लेट्स सी के हुन्छ। ओके भाइ।